हेलो गाइज, हेर्नुहोस् न, आज चाहिँ म मेथीको साग केलाउँदैछु होइन। तर अलिक माटो रहेछ कि भर्खरै सानो सानो भएर होला। एक मुठो त केलाइसकेँ, 3 मुठो मगाएको थिएँ मैले। केलाएर राख्नु पऱ्यो कि कति धेरै पछि खान पाएको। कति माटो छ, प्लास्टिक रहेछ। माटो छ तर धेरै। यो पखाल्न चाहिँ धेरै टाइम लाग्छ है, धेरै टाइम लाग्छ यो पखाल्न चाहिँ। धेरैचोटि नै पखाल्नुपर्छ किनभने माटो धेरै छ। केलाएर आलु र मेथीको साग मिसाएर फ्राई गरेर खान्छु आज। कहाँ जानु नि, कहीँ गयो नि। यो नेपाल मार्केटबाट मगाएको, डेलिभरी गर्न लागेको। धेरै माटो छ यहाँ, सर्ट सर्ट यसरी यसरी भाज्ने हो। अनि जरा चिमर्दिने, सानो सानो छ। अनि अलि लामो लामो त्यसको पातहरू मात्रै टकटक टिप्नु हुन्थ्यो नि त। त्यो सानो यसरी हातै फोहोर भइसक्यो। खान मन लाग्छ गाइस। अब खानालाई त सफा त गर्नै पर्यो। यतिकै यो सल पखालेर पकाउँदा नि जराले अलि अप्ठ्यारो गर्छ होला खाने बेलामा। धेरै माटो छ। यसको जरै प्लास्टिकमा केलाउँछु। सट सट एकछिनमै हुन्छ। यसरी हातले निकाल्यो होइन। ल मिठै हुन्छ होला। धेरै पछि, यो पनि 6-7 वर्ष नै भयो, 6 वर्ष नै भयो खान नपाएको। जति वर्ष नेपाल छोड्यो नि त्यति वर्षै भयो। यो तोरी चम्सुर मेथी खान नपाएको। पालङको त पाउँछ, रायो नि पाउँछ। बस यो मेथीको साग नपाएको मैले। यति त केलाइसकेँ। यति त हुन्छ यो पकाउँदाखेरि। यो सबै पकाउनुपर्छ होला सायद। हुन त म एक्लै छु होइन। एक्लैलाई पनि बिहान बेलुका लागि पकाउनु पऱ्यो नि त। यस्तो चाहिँ तर मिठो हुन्छ। यस्तो मिठो गरेर पकाउँछु नि म। ओहो म्याडुस। अझ भोलिको साग यस्तै हो, किनभने पानी परेको छ नि त, त्यही भएर नि हिलो हुन्छ कि। यो पानी नपरेको भए चाहिँ अलि सुक्खा राम्रो हुन्थ्यो। यस्तो कालो कालो रहेछ, राम्रो हुन्थ्यो। यो पानीले गर्दा पनि अझ भोलि साग सब्जी चाहिँ एकदम फोहोर हुन्छ।